कुनै बेला चाहिँ यही ठाउँमा म यही होस्टेल देखेर डर लागेर होस्टेल जान नपरे नि हुन्थ्यो भन्ने टाइपको भएर होस्टेल त्यहीँ छ क्या त्यही होस्टेल। यसरी नै सोच्दै हिँडेर क्या यो होस्टेल जानलाई यस्तो मन डराइरहेको छ यो होस्टेल जान नपाए नि हुन्थ्यो जबरजस्ती क्या यहाँ नजाउँ त कहाँ जाउँ भन्ने भएर जबरजस्ती हिँडेको थिएँ क्या म यही बाटो। यही होस्टेल हो धेरै कुराहरू छ यो होस्टेलसँग जोडिएको। ह्याप्पी मुमेन्ट चाहिँ एकदमै कम छ स्याडनेस नै बढी जोडिएको छ क्या यो होस्टेलसँग चाहिँ मेरो एकदमै स्याडनेस मात्र छ यसमा चाहिँ। सबजनालाई स्वागत छ मेरो आजको भ्लगमा। सबजना सन्चै हुनुहुन्छ होइन? म पनि एकदमै सन्चै छु। भ्लग सुरु गरौँ अब चाहिँ। अहिले चाहिँ कति बज्दैछ भन्दाखेरि बिहानको 7:32। मेरा भ्लग हेरेर आए तु। आजको मौसम चाहिँ यस्तो छ मौसम सौसम सब कुरा गोली मारिदिउँ। सबभन्दा सुरुमा चाहिँ यहाँ यस्तो राम्रो स्मेल आइरहेको कि यो फुलेर क्या यस्तो मजाले फुलेको। यो कुन रुख हो तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। टपिकमा आउँछु म चाहिँ। टपिक चाहिँ आजको के छ भन्दाखेरि चाहिँ राम्रो लुगा लगाएर राम्रो इज्जत हुन्छ भन्ने कुरा गर्छन् त्यही बारेमा आज हामी कुरा गर्छौँ। मान्छेलाई चाहिँ मान्छेले कसरी इज्जत दिन्छन् भन्ने कुरा राम्रो लुगाले गर्दाखेरि दिन्छन् भन्छन् क्या। म चाहिँ यो कुरालाई कसरी लिन्छु भन्दाखेरि चाहिँ राम्रो लुगाले तपाईँको शरीर ढाक्छ होइन राम्रो व्यवहारले तपाईँको इज्जत ढाक्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। कपडाले चाहिँ तपाईँको इज्जत ढाक्छ जस्तो लाग्दैन। कपडाले त तपाईँको शरीर मात्र ढाक्ने हो क्या तपाईँको बडीलाई मात्र कभर गर्छ क्या। भनिरहेको हुन्छ मान्छेले चाहिँ राम्रो लुगा लगायो भने चाहिँ इज्जत हुन्छ यताउति मान्छेले पनि हेर्ने नजर राम्रो हुन्छ त्यस्तो चाहिँ केही लाग्दैन मलाई चाहिँ। तपाईँको इज्जतलाई चाहिँ तपाईँको व्यवहारले नै कभर गर्ने हो क्या। कस्तो व्यवहार छ तपाईँको भन्ने कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। राम्रो व्यवहार छ भने तपाईँलाई सबैले राम्रो व्यवहार गर्छन् तपाईँको इज्जत रहनेछ समाजमा सबैको अगाडि इज्जत हुनेछ सबैलाई मान्छेले राम्रो व्यवहार देखाउनेछन्। तपाईँले मान्छेको अगाडि चाहिँ नराम्रो व्यवहार देखाउनुहुन्छ जे पाए त्यही गर्नुहुन्छ होइन। कसैको पनि मनमा राख्नु हुँदैन जसलाई पनि हेपेर बोल्नुहुन्छ अनि तपाईँलाई कसैले पनि इज्जत गर्नेवाला छैन। कसैले पनि इज्जत गर्दैन तपाईँलाई किन भन्दाखेरि चाहिँ इज्जत पनि के कुराले गर्ने क्या होइन र। तपाईँले आफूलाई त्यो ठाउँमा राखेर सोच्नुहोस् त होइन। तपाईँलाई कुनै मान्छेले हेप्दैछ नराम्रो व्यवहार गर्दैछ भने तपाईँले त्यो मान्छेलाई चाहिँ राम्रो व्यवहार गर्नुहुन्छ कहिले गर्नुहुन्न नि। अभियसली तपाईँले सक्नु हुँदैन। राम्रो लुगा ओहो कस्तो राम्रो रहेछ यो त ओहो कस्तो राम्रो रहेछ यो त भन्ने टाइपको होला तर तपाईँलाई चाहिँ तपाईँको इज्जत चाहिँ राम्रो व्यवहारले नै कभर गरिरहेको हुन्छ। मान्छेले तपाईँलाई नोटिस गरिरहेको हुन्छ कस्तो छ यो मान्छे भनेर तपाईँलाई हेरिरहेको हुन्छ क्या। तपाईँको अगाडि नबोले पनि तर मान्छेले तपाईँलाई बाहिर भित्रभित्र तपाईँको कुरा गरिरहेको छ तपाईँलाई नोटिस गरिरहेको छ भन्ने सोच्नुपर्छ क्या। त्यही भएर आफू हिँडेको बाटोमा चाहिँ आफैले हो कसरी हिँड्ने कसरी बोल्ने के बोल्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँहरूले राम्रोसँग सोच्नुपर्छ क्या। हामी सबैले त्यो कुरा चाहिँ सिक्नुपर्छ राम्रोसँग सोच्नुपर्छ बोल्ने बेलामा। त्यही भएर चाहिँ पाए त्यही बोल्न पनि हुँदैन कसैलाई। आफ्नो बोलीले कसैको भावनासँग चोट पुग्ने काम गर्छ भने किन बोल्ने क्या होइन र किन बोल्नु। त्यो बोलीको भ्यालु नै के रह्यो क्या। जब कि तपाईँले बोलेको बोलीले अरूको मन दुखिसक्यो आँखाबाट आँसु खसिसक्यो भने त्यो ठाउँमा चाहिँ जे पाए त्यही बोलेर तपाईँले बोलेको भ्यालु छैन। त्यही भएर चाहिँ सोच्नुपर्छ बोल्ने बेलामा पनि। अनि राम्रो लुगाले केही फरक पर्दैन मान्छेहरूको अगाडि वाउ मात्र देखिने हो। जस्तो सुकै झुत्रै लुगा लगाएर हिँड्नु जस्तो सुकै लुगा लगाएर हिँड्नु तर तपाईँको व्यवहार एकदम राम्रो छ भने तपाईँलाई त्यहाँनिर तपाईँको लुगाले केही पनि क्रिटिसाइज गरिँदैन। त्यो लुगालाई त्यहाँनिर कसैले हेर्दैनन्। तपाईँलाई तपाईँको नामले नै मान्छेले चिनिसक्छ क्या ओहो यो मान्छे त यस्तो राम्रो यार फल्ना मान्छे त यस्तो राम्रो थियो यस्तो भएछ भन्ने टाइपको मान्छेले लिन्छन्। इज्जत कमाउने कुरा होइन इज्जत बनाउने कुरा हो। कसरी बनाउनुहुन्छ भन्ने कुरा हो। तपाईँले राम्रो गरेर बनाउनुहुन्छ कि नराम्रो गरेर बनाउनुहुन्छ तर तपाईँको त्यहाँनिर इज्जत चाहिँ हुनेछ क्या जसरी पनि हुनेछ। तर त्यो इज्जत चाहिँ कस्तो इज्जत छ भन्ने कुरा हो होइन। एउटा राम्रो मान्छेलाई राम्रो इज्जत दिइन्छ नराम्रो मान्छेलाई नराम्रो तरिकाले व्यवहार गरिन्छ त्यही हो। अनि मान्छेलाई हामी सबैले सिक्नुपर्ने कुरा चाहिँ यस्तो हो होइन। सबै कुरामा चाहिँ लुगाले राम्रो लाएर राम्रो खाएर मात्र केही फरक पर्दैन। तपाईँले तपाईँको व्यवहारलाई चाहिँ परिवर्तन गर्नुपर्छ। तपाईँले तपाईँको व्यवहारलाई चाहिँ चेन्ज गर्नुपर्छ। सो त्यो भन्न चाहन्छु म तपाईँहरूलाई। अनि राम्रोसँगले हिँड्नु होला। आफू हिँडेको बाटोमा धेरै कुराहरू आउँछन् त्यो कुराहरूलाई चाहिँ सोचेर बुझेर राम्रोसँगले पाइला चाल्नुपर्छ। त्यही हो मेरो सोचाइमा। म चाहिँ गलत पनि हुनसक्छु होइन सबै कुरा मलाई कहाँ थाहा हुन्छ र। अनि तपाईँहरूले कसरी लिनुहुन्छ यो कुरालाई त्यो अनुसारले लिनु होला। त्यो म त तपाईँहरूलाई त्यही भन्न चाहन्छु यार।
जो मान्छेलाई धेरै माया गर्छौँ नि त्यो मान्छेबाट चाहिँ हामीले धेरै एक्सपेक्टेसन पनि राख्दो रहेछौँ क्या। अनि आई थिङ्क द्याट इज रङ है। मलाई चाहिँ के लाग्यो भने त्यो एक्सपेक्टेसन चाहिँ यस्तो नराम्रो कुरा जस्तो लाग्यो क्या। तपाईँको कुनै पनि सम्बन्धलाई चाहिँ त्यो एक्सपेक्टेसनले चाहिँ बिगार्छ जस्तो लाग्छ क्या। एकैचोटि त नबिगार्ला तर बिस्तारै बिस्तारै कमजोर बनाइदिन्छ क्या, एकदमै विक बनाइदिन्छ कुनै पनि रिलेसनलाई चाहिँ। त्यही भएर आफूले माया गर्नुभएको छ भने त्यो मान्छेबाट चाहिँ धेरै एक्सपेक्टेसन पनि नराख्नु भन्छु म चाहिँ। जसले धेरै एक्सपेक्टेसन राख्छ त्यो मान्छे चाहिँ एकदमै रोइरहेको हुन्छ, एकदमै चित्त दुखाइरहेको हुन्छ। अनि लिमिटेड होस् जस्तो लाग्छ क्या एक्सपेक्टेसन पनि अरूबाट। अनि जति माया गऱ्यो पनि त्यो मान्छेबाट तपाईँले राखेको एक्सपेक्टेसन फुलफिल अप भएन भने चाहिँ हर्ट हुन्छ होइन। त्यही भएर आफूले आफ्नो भावनालाई चाहिँ कसरी बचाउने जस्तो कुरामा नि सोच्नुपर्छ जस्तो लाग्छ क्या। जति विश्वास गरे पनि केही काम छैन, जति उबाट आशा राख्यो भने केही काम छैन। अनि त्यही हो, त्यस्तै लाग्छ मलाई चाहिँ। अनि धेरै कुराहरू आउँदो रहेछ बिचमा, त्यो एक्सपेक्टेसनहरू यताउति गरेर कस्तो राम्रो चलिरहेको रिलेसनलाई पनि बिस्तारै विक बनाउँदो रहेछ क्या। अनि आफैले सोच्नु पर्ने रहेछ त्यो कुराहरू चाहिँ। सबै कुरा पुरा हुँदैन होइन, उसले पनि के एक्सपेक्टेसन गरिरहेछ कि भनेर पनि सोच्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। मैले जसरी एक्सपेक्टेसन गर्छु उसले पनि त्यसरी नै एक्सपेक्टेसन राखेको हुनसक्छ होइन। अनि हामी दुवैजनालाई पुरा हुँदैन नि त, जब कि दुवैजनाले एक्सपेक्टेसन राखिरहेछ अनि त्यो कुरा चाहिँ पुरै भइरहेको छैन भने चाहिँ अलिकति डिफ्रेन्ट भाइब हुन्छ नि त। दुवैको मन दुखिरहेको हुन्छ, दुवैलाई चित्त दुखिरहेको हुन्छ, दुवैको आँखाबाट आँसु खसिरहेको हुन्छ नि त। अनि त्यही भएर चाहिएको भन्दा बढी एक्सपेक्टेसन राख्नु पनि गलत हो जस्तो लाग्छ मलाई चाहिँ। कोहीसँग पनि जसुकै होस्, जतिसुकै माया गरेको मान्छे किन नहोस्, आफ्नै बाबुआमासँग पनि होस् किन नहोस् क्या, आफ्नै बाबुआमालाई पनि हामीले एक्सपेक्टेसन राखिरहेको कुरामा पुरा भएन भने कस्तो चित्त दुख्छ। बाबुआमालाई पनि त्यस्तै हो, हामीबाट एक्सपेक्टेसन राखिरहेको हुन्छ अनि त्यो कुरा पुरा नहुँदा चित्त दुख्छ नि त। यो कुरालाई चाहिँ म चाहिँ एकदमै नराम्रो सोच्छु, किनकि हामीले जसरी जतिसुकै जेसुकै गरे पनि त्यो हुन्छ नि। अब यदि आफूलाई राम्रो लाग्ने मान्छे, मनपर्ने मान्छे, उसलाई मेरो मनले जितिसकेछ भने त्यो मान्छेसँग म एक्सपेक्टेसन राख्दिनँ भन्दाखेरि पनि आफै बसिरहेको हुन्छ क्या। यो मान्छेले यस्तो गर्छ होला भनेर सोचिरहेको हुन्छ, फिल गरिरहेको हुन्छ, तर मुखले चाहिँ बोल्दैन क्या। अनि त्यो बेलामा चाहिँ यस्तो चित्त दुख्छ, यस्तो चित्त दुख्छ। अनि त्यो भएर चाहिँ एक्सपेक्टेसन नराख्नु नै राम्रो जस्तो लाग्छ मलाई चाहिँ। तर सकिँदैन होइन, जतिसुकै नराखौँ भने पनि मनले मान्दैन, राखिरहेको हुन्छ। अनि त्यही भएर नै बिग्रिन्छ कुराहरू चाहिँ। एक्सपेक्टेसन पनि नराम्रो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। त्यही भन्न चाहन्छु म तपाईँहरूलाई, धेरै एक्सपेक्टेसन नराख्नु होला, आफूले आफ्नो लागि सोच्नु होला र तपाईँले कसैलाई माया गर्नुहुन्छ भने उसको लागि पनि सोचिदिनु होला। त्यही भन्न चाहन्छु म त। त्यही हो यार, आजको मौसम यस्तो छ, एकदम राम्रो छ, घाम पनि लाग्छ होइन। यहाँ हेर्नु, यहाँ फुल फुलेर मजाले वरपर हरियो देखिरहेछ। अनि यो बेला चाहिँ पार्कहरू गयो भने पनि यस्तो मजाको देखिन्छ, यस्तो मजाको मजा आइरहेछ। तर म चाहिँ काममा हिँडेको, काम चाहिँ मेरो नजिकै छ। अब चाहिँ कामसाम सकाएर छट्ट भेट्छु। अनि भ्लगलाई स्किप नगर्नु होला, आज म भ्लग जसरी पनि हाल्छु। मस्तले भ्लग हेर्नुपर्छ है त। अनि मलाई साथ दिनुपर्छ तपाईँहरूले भ्लग हेरेर। ओके, तिमी बोलिरहँदा आनन्द मान्ने यो मनलाई थाहा छ तिमी नबोल्दाको पीडा, कसरी जान दिन सक्छु र आफूलाई भन्दा बढी माया गर्ने मान्छेलाई बिदा। अझै आश लाग्छ कतै देख्छु कि बाटोतिर हिँड्दा। आफ्टर लङ टाइम म चाहिँ यो पार्कमा आएको। यो पार्क चाहिँ कस्तो छ के छ भन्दाखेरि चाहिँ यो पार्कसँग चाहिँ मेरो धेरै नाता छ क्या। यहाँ चाहिँ म 2 वर्ष चाहिँ यो ठाउँमा बसेर चाहिँ स्ट्रगल गरेको थिएँ। यो पार्कमा चाहिँ यो जुन देखिरहनु भएको छ नि तपाईँहरूले पछाडिको यो पार्क चाहिँ यस्तो छ क्या। अहिले चाहिँ पुरै हरियाली भएको छ क्या। नेपालमा चाहिँ के लागिरहेछ आई डोन्ट नो। यहाँ चाहिँ वैशाख जेठ असार साउन त्यस्तै लागिरहेको क्या, पानी पर्ने मौसम हो। अनि यस्तो हरियाली छ, आनन्दको छ क्या मौसम चाहिँ। अनि यो ठाउँमा चाहिँ केही महिना अगाडिसम्म पनि यही ठाउँमा बसेर स्ट्रगल गरिरहेको थियौँ। अनि मेरो कलेज यहीँ थियो क्या, जापानिज कलेज चाहिँ यहीँ थियो। अनि यहीँ बसेर हाम्रो होस्टेल चाहिँ यता तलतिर छ क्या, तलतिर छ। अनि त्यही होस्टेलमा बसेर हामी यहाँ पढिन्थ्यो। अनि यो ठाउँमा चाहिँ साथीभाइहरूसँग यताउति, साथीभाइ नभए पनि यसो 1-2 जना साथी भन्न मिल्ने टाइपको साथीसँग चाहिँ आएर यो पार्कमा चाहिँ हामी रातिको 12 बजीसम्म पनि बस्थ्यौँ क्या। गरी महिनामा चाहिँ
अनि यही पार्कमा लडी बडी गर्ने, सुत्ने, बस्ने, आनन्दले रिल्याक्स लिने, गीत बजाउने अनि सुन्दै बस्ने क्या आनन्दले। यही पार्कमा हो। यो पार्क चाहिँ अहिले यस्तो भएछ, यस्तो राम्रो भएको छ कि यस्तो राम्रो यार। अनि जस यो पार्कसँग चाहिँ धेरै यादहरू छ होइन। यो पार्कमा चाहिँ बिताएको पलहरू त्यो सम्झिँदा चाहिँ राम्रो लाग्छ, वाउ लाग्छ। अनि त्यो सम्झिने मात्र हो, अब केही छैन बाँकी सम्झिन भन्दा। अहिले चाहिँ म यो ठाउँबाट सरिसकेँ कि सरेर अर्को ठाउँ नयाँ ठाउँ सिफ्ट भइसकेँ। अनि त्यो ठाउँमा चाहिँ यस्तो पार्कहरू छैन। अनि पार्कहरू भए पनि पार्क जाने फुर्सद पनि छैन फेरि, त्यो पनि हो कुरा होइन। अनि यस्तै छ, त्यो कुराहरू त्यस्तै थियो र यो कुरालाई छोडिदिउँ। र अहिले चाहिँ म कहाँ जान लाग्यो भन्दाखेरि चाहिँ यता नवीन सरसँग चाहिँ नवीन सरको रुम जान लागेको। अनि चट्ट कपाल सपाल काट्नु पऱ्यो अनि आउनु पऱ्यो भनेको। यो घाँस देख्दा चाहिँ ओ यस्तो यार यहीँनिर सुताउँ जस्तो लाग्ने क्या, यस्तो मजाको घाँस छ कि हेर्नु न, आनन्दको क्या ओ हेर्दै मजा आउने टाइपको है। यस्तो राम्रो देखियो क्या, अति राम्रो देखिएछ हेर्नु न एकदम। यहाँ चाहिँ मान्छेहरू पिकनिक खानलाई आउँछ क्या। अनि पुरै त्यस्तो टेन्ट लगाएर हेर्नु त, त्यस्तो टेन्ट लगाएर पिकनिकहरूको लागि आउँछ। अनि एकदम इन्जोय गर्ने टाइपको भाइब लिने टाइपको ठाउँ छ क्या। मजाले आएर मान्छेहरू छ्यासी हुन्छ। हामी चाहिँ पहिला उतातिर बस्थ्यो अनि आनन्दले बस्ने। बेलुका भएपछि मच्छर लाग्छ कि फेरि यहाँ डेन्जर मच्छर लाग्छ। उतानिर हेर्नु न ब्याडमिन्टन खेलिरहेको, पिकनिक मनाइरहेछ, क्या मजाको भाइब लिने ठाउँ छ। यहाँ त फेरि जङ्गल छ क्या। यो चाहिँ 12 बजी राति पनि हामी यही बाटो हिँड्नु पर्थ्यो, 1 बजी राति पनि यही बाटो हिँड्नु पर्थ्यो। बेला चाहिँ मलाई यहीँनिर चाहिँ डर लाग्थ्यो क्या। किन भन्दाखेरि चाहिँ कस्तो छुट्टै भाइब आउने, यताउति त केही लाग्थेन, मनमा चाहिँ भाइब छुट्टै आउँथ्यो। यहाँ र उति रुखमा चाहिँ अलिकति भाइब दिन्थ्यो क्या। अब त केही लाग्थेन, पानी परिसकेको थियो, त्यस्तो भुतसुत सिरेत भन्ने कुरा त केही भएन कि। अलिकति भाइब चाहिँ अलिक अर्कै आउँथ्यो कि। यो हेर्नु यसको साउन्ड फेरि चट्टै राति हिँड्दाखेरि यही साउन्डले चाहिँ तर्सेर जस्तो क्या होइन। वरपर फेरि हेर्नु न जङ्गल टाइपको क्या, पुरै जङ्गल टाइपको छ। कस्तो लाग्यो तपाईँहरूलाई यो ठाउँ, कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला। अनि आई होप तपाईँहरूलाई राम्रो लाग्यो होला, किनकि यस्तो राम्रो ठाउँ सबैलाई राम्रै लाग्नुपर्छ। यदि तपाईँलाई राम्रो लागेन भने चाहिँ तपाईँ ह्युमन नै होइन, तपाईँ अर्कै हो। के हो अब त्यो आई डोन्ट नो तर यस्तो राम्रो छ कि लाग्नु यहाँ जङ्गल यस्तो घना देखिएछ। ओए तर्सिनु होला नि फेरि जङ्गल देखेर चाहिँ। ओए यस्तो दामी देखिरहेछ, यस्तो दामी देखिरहेछ, वाउ मजा आइरहेछ क्या यहाँ हिँड्ने। म अहिले यहाँ हिँडिरहेको छु, मैले फिल गरिरहेको छु क्या, यस्तो राम्रो टाइपको फिल आइरहेछ, मजा लागिरहेछ क्या मलाई चाहिँ। खतरा वाइ सक्दैन नि फेरि। यो चाहिँ साइकल पार्किङ भयो। अनि यहाँनिर चाहिँ फेरि छ बुद्धको मन्दिर। अनि यहाँनिरबाट छ गेट। मन्दिर हेर्दा पनि कस्तो युनिक के होइन, हेर्नु न युनिक लागेन तपाईँहरूलाई? सबै कुरा युनिक छ जापानमा। यहाँको मान्छेहरूले चाहिँ 2050 को जिन्दगी बाँचिरहेछ, एकदमै एडभान्स छ यहाँको मान्छेहरू, खतरा छ यहाँको मान्छेहरू। हरेक कुरालाई एकदम प्रपर तरिकाले एकदम सिरियस भएर लिन्छ। अनि यस्तो सिरियसनेस चाहिँ चाहिँदो रहेछ डेभलपको लागि चाहिँ। नेपालमा यस्तो सिरियसनेस नै छैन नि त, जे पनि जहाँ पनि जसरी नै गरिदिन्छ। अनि त्यही भएर लतर पतर भएर नि हाम्रो देश त्यस्तै भयो है। अनि अब मान्छेहरूलाई पनि त्यस्तैमा बानी परिसक्यो। अनि अब उनीहरूलाई त्यस्तै राम्रो लाग्दो रहेछ क्या। अनि यस्तो हुन चाहिँ अझै वर्षौँ लाग्छ, हत्तपत्त हुँदैन। त्यही हो, मौसम त क्या कालो भयो। अघिसम्म यस्तो घाम लागेर यस्तो गर्मी भएको थियो, 81 हेर्नु न कालो भइसक्यो। छाता बोकेर आएको थिएँ क्या, किनकि मैले बिहानै हेरेको थिएँ म्यापमा आज पानी पर्छ भनेर देखाइरहेको थियो, 40% देखाइरहेको थियो पानीको। बिहान चाहिँ फेरि यस्तो गर्मी भयो। अनि रुमबाट आउनेलाई चाहिँ जाडो भएको थियो, धुडी लाएर आएँ। अनि दिउँसो चाहिँ फेरि पुरै गर्मी भयो। अनि अहिले फेरि हेर्नु न पुरै कालो भयो क्या पानी पर्न लागेर। त्यही हो साथीभाइहरू, म चाहिँ होस्टेल आइसकेँ, उतै होस्टेल। अनि म नि यही होस्टेलमा बसेँ। पहिला चाहिँ यो होस्टेलमा धेरै यादहरू छ होइन। आउँदाखेरि चाहिँ यस्तो
वाउ लाग्छ। कुनै बेला चाहिँ यही ठाउँमा म यही होस्टेल देखेर डर लागेर होस्टेल जान नपरे नि हुन्थ्यो भन्ने टाइपको भएर हिँडेको थिएँ क्या। म चाहिँ यही ठाउँबाट यसरी नै हिँड्दैछु अहिले होइन। होस्टेल त्यहीँ छ क्या, त्यही होस्टेल। अनि यहीँ यसरी नै सोच्दै हिँडेको थिएँ क्या, यो होस्टेल जानलाई यस्तो मन डराइरहेको छ, यो होस्टेल जान नपाए नि हुन्थ्यो भन्ने टाइपको भएर जबरजस्ती क्या, यहाँ नजाउँ त कहाँ जाउँ भन्ने भएर जबरजस्ती हिँडेको थिएँ क्या म यही बाटो, यही होस्टेल हो। तर अहिले चाहिँ यसो वाउ टाइपको मेमोरेबल लाग्दो रहेछ, राम्रो लाग्दो, राम्रो स्पेसल फिल लाग्दो रहेछ होइन। अनि पहिला चाहिँ धेरै कुराहरू छ यो होस्टेलसँग जोडिएको, तर ह्याप्पी मुमेन्ट चाहिँ एकदमै कम छ, स्याडनेस नै बढी जोडिएको छ क्या यो होस्टेलसँग चाहिँ। मेरो एकदमै स्याडनेस मात्र छ यसमा चाहिँ, ह्याप्पीवाला फिल चाहिँ सायद मैले यो होस्टेलबाट पाइनँ। त्यो बेला चाहिँ सबै स्याडवाला फिल, स्याडवाला नै स्टोरीहरू भयो मेरो त्यो बेला चाहिँ। यही रुमबाट स्ट्रगल गरेको थिएँ मैले। त्यो रुम चाहिँ सम्झिँदा पनि मलाई यस्तो नराम्रो लाग्छ कि यस्तो नराम्रो लाग्छ, किन भन्दाखेरि चाहिँ त्यो बेला चाहिँ मेरो त्यस्तै त्यो रुममा चाहिँ त्यस्तै मान्छेहरू थियो क्या, एकदमै गाह्रो भएको थियो त्यो रुममा बस्न मलाई। पछि मैले चेन्ज गरेँ अनि पछि चाहिँ एकदम ठिक भयो सबै कुराहरू चाहिँ। त्यस मजा लाग्यो मलाई, यहाँ आउँदाखेरि पनि स्पेसल फिल लाग्यो। त्यही हो साथीभाइहरू। अनि त्यो म चाहिँ अब कपाल काट्न जान्छु, कपाल सपाल ड्याङडुङ काट्छु अनि त्यसपछि फर्किन्छु म। स्टे ट्युन है त। फाइनली कपाल सपाल काटियो अनि निस्किन लागेको। पानी देखाएको थियो क्या आज चाहिँ 40% पानी देखाएको थियो, तर पानी परेन, अँध्यारो मात्र भयो क्या, कालो कालो भयो यसरी। अनि अहिले चाहिँ म फर्किन लागेको। अनि त्यही हो, कपाल सपाल काटियो। कस्तो देखाएको छ त, यो चाहिँ आर्ट भयो, द आर्ट। अनि आर्टिस्ट चाहिँ यता फेरि यता तिमी होइन, तिमी आर्टिस्ट हुन्छ यार, उता हो आर्टिस्ट चाहिँ। अनि कस्तो देखियो त यो आर्टमा चाहिँ तपाईँहरूको के छ त कमेन्ट एकचोटि गरिदिनु होला हो। के भन्न चाहन्छौ तिमीहरू, के भन्न चाहन्छौ? बी पोजिटिभ है सधैँ। अनि किन स्याडनेस हो क्या? छैन छैन छैन, किन मरिलानु के छ र होइन, जे छ मनभित्रै छ एकदम एकदम। अब बाहिर चाहिँ हाँसिएकै छ, एकदम पीडा चाहिँ छ फेरि, पर्छ होइन, पीडा चाहिँ मनभरि नै छ, सुनायो भने रात पर्छ हो, तर पनि हाँस्नु भएन हो। एयरपोर्ट चढ्दाखेरि रुँदा सुरु हुन्छ, त्यहाँदेखि पीडा सुरु हुन्छ, त्यो आफ्नो ठाउँमा छँदैछ। गाह्रो चाहिँ धेरै छ, गाह्रो हुनु पनि पर्छ होइन। केही कुरा पाउनु छ भने केही कुरा गुमाउनु नि त पर्यो नि, गाह्रो नभए कसरी हुन्छ र यार, त्यो पनि हो। जे गरे नि गाह्रो चाहिँ छ होइन। तिमी के भन्न चाहन्छौ चाहिँ अब नेपालमा भएको स्टुडेन्टहरूलाई, जापान हो यताउति के त्यो त भन्न चाहन्न होला होइन? दुःख त छँदैछ कि अब आउने नआउने आफ्नो मान्छे आफ्नो कुरा हो होइन, तर सबै बुझेर आउँदा राम्रो, सबै कुरा यहाँको एडभान्टेज डिसएडभान्टेज सबै कुरा, फाइदा बेफाइदा। तिमीले के बुझेको थियौ कि थिएन? मैले चाहिँ थिएन, केही बुझेको थिएन, एक्सपेक्टेसन अर्कै थियो, रियालिटी अर्कै थियो। तर त्यही पनि गुडै छ, ठिकै छ, भन्न मात्र, मुखले मात्र होइन होइन, मुखले होइन, मनले पनि राम्रै छ, भोलि राम्रै होला। मन त धुरु धुरु रियो होला। छैन छैन छैन, झुट पनि क्या मजाले बोल्दै है, कडा होला। यो पनि आर्ट नै हो साथी, एकदम। झुटले त मेरो बङ्गारा दुख्यो होइन है दाजु, त्यस्तो होइन, ठिक छ, सही हो, हुनुपर्छ यतिको। ल साथी हो, ल छुट्टिन्छ, ल नमिन्छ, ल पछि भेटौँ। दुःख मन चाहिँ बरु तिमीले चाहिँ नमान्नु पर्यो यार। ल साथी गयो। अनि त्यो यसै छ लाइफ। अनि भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ सबै कुरा हामीले मनभित्रै लुकाएको हुन्छौँ, तर पनि एकअर्कासँग चाहिँ भेट्दाखेरि चाहिँ एकअर्काको पीडा थाहा हुन्छ नि त। अनि त्यतिखेर चाहिँ अलिकति मनमा चस्स लाग्छ होइन, तर के गर्न सकिन्छ, त्यही पीडा आफूले पनि भोगिरहेकै छौँ जस्तो लाग्छ होइन। अनि आफूलाई पनि त्यही कुरा भइरहेको छ लाइफमा, अनि उसलाई पनि अब कसरी कन्ट्रोल गर्न सकिन्छ र। यस्तै हो साथी, यसरी नै अगाडि बढ्नुपर्ने रहेछ, हाम्रो भाग्य नै यस्तै हो, यस्तै रहेछ हाम्रो कर्म। अब हामीले यसलाई चाहिँ भोग्नुपर्छ, हामी अगाडि बढ्नुपर्छ। दुःख सुख लाइफमा सबको छ, तिमी पनि त्यही स्ट्रगल गर्दैछौ, म पनि त्यही स्ट्रगल गर्दैछु। यसरी नै हामी अगाडि बढ्नुपर्छ, राम्रो मित्रता हुनुपर्छ होइन भनेर चाहिँ म सम्झाउँछु बेला मौका चाहिँ केटाहरूलाई। अनि त्यही हो, अब उनीहरूले चाहिँ कसरी लिन्छ भन्ने कुरा पनि त हो नि होइन। मैले पनि उनीहरूले त मलाई सम्झाउँछ, केही छिन्ला हुन्छ कि
एकछिनलाई चाहिँ हो यार टाइपको हुन्छ, तर मनले त थाम्दैन नि त। जुन भोगिरहेको कुरा सहन गाह्रो हुन्छ नि त, अनि त्यो बेला चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। यस्तो कुराहरू यस्तै हो, धेरै कुरा बुझिसकियो लाइफमा। अझै अगाडि बढ्नु छ हाँसेर होइन। पीडाहरू मनमा बोके पनि सबै कुरालाई चाहिँ कन्ट्रोल गरेर अगाडि बढ्नु छ। सबैको अगाडि के गरेर देखाउनु छ भन्ने छ क्या। किनकि म चाहिँ गाउँबाट आएको हो क्या, गरिब गाउँ होइन, गरिब घरबाट आएको मान्छे हो क्या म। अनि मैले चाहिँ सुख खोजेर पनि हुँदैन जस्तो लाग्छ क्या। दुःख गर्ने बानी परिसक्यो नि त मलाई। अनि के हो भोग, के हो स्ट्रगल भन्ने कुरा मैले पहिला पनि बुझेको हो, अहिले पनि बुझ्दैछु। मान्छेले चाहिँ हेर्दाखेरि चाहिँ ए जापानमा छ, यस्तो छ, राम्रो छ होइन, विदेश गए पैसा कमाए राम्रो होला, उसको घर परिवार राम्रो हुनेवाला छ होइन भनेर सोध्छ होला। तर मलाई थाहा छ मैले के भोग्दैछु भन्ने कुरा चाहिँ, मैले के गर्दैछु भन्ने कुरा, म कति ठाउँमा लड्दैछु भन्ने कुरा होइन, मलाई मान्छेले कस्तो वचन लाउँदैछ भन्ने कुरा, त्यो चाहिँ मलाई नै थाहा छ। त्यो मैले चाहिँ कसैलाई पनि एक्सप्लेन गरेर सुनाउनै सक्दिनँ, बुझाउनै सक्दिनँ क्या। त्यो चाहिँ भोग्ने मान्छेलाई नै थाहा हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। लाइफमा धेरै कुरा रहेछ। जब घर छोडेँ नि मैले, त्यसपछि चाहिँ मैले सबै कुरा बुझ्न पाएँ, सबै कुरासँग भिज्न पाएँ होइन। आफूले आफूलाई चाहिँ कन्ट्रोल गर्न पाएँ, दुःख भन्ने कुरा के रहेछ भनेर झन् बुझ्न पाएँ होइन, त्यसमा भिज्न पाएँ। अनि त्यही भएर पनि कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने तँ हिजो पनि त्यही ठाउँमा थिइस्, आज पनि त्यही ठाउँमा छस् र भोलि पनि त्यही ठाउँमा हुनु पर्यो भने चाहिँ तेरो लाइफ एकदम ड्यामेज हो जस्तो लाग्छ क्या मलाई चाहिँ। किनकि म जुनसुकै ठाउँमा जन्मिए पनि तर मैले चाहिँ मेरो घरलाई हुन्छ नि, मेरो ठाउँलाई कसरी चाहिँ म परिवर्तन गर्छु त भन्ने कुरा चाहिँ मैसँग छ क्या होइन। त्यो खुबी चाहिँ मैसँग हुन पर्यो क्या। अनि त्यो त छ मनमा होइन, म मेरो परिवारलाई सुख दिन्छु भन्ने त कसको इच्छा हुन्न र, सबको इच्छा हुन्छ। त्यही इच्छा बोकेर त आएको म होइन, विदेश आएको, यसरी दुःख गर्दैछु। अनि त्यही इच्छा पनि पुरा गर्ने बेलामा चाहिँ कतिवटा सपनाहरू चाहिँ सबै मार्नु पर्दो रहेछ होइन। अझ पनि बाबुआमा खुसी नै हुँदैन यार। अझ हुन्छ नि आफूले यहाँनिर चाहिँ खाइ नखाइ गरेर पठाइरहेको छु, त्यही कुरामा पनि यति भएन उति भएन भन्ने कुरा चाहिँ सुन्न नपरोस् जस्तो लाग्छ मलाई होइन। किनकि के गरिरहेछ त यहाँ, कसरी गरिरहेछ त भन्ने कुरा चाहिँ बुझिदिनुपर्छ जस्तो लाग्छ मलाई। हेर्दा मात्र विदेश आहा पैसाको बोर्ड छ अनि टिपेर पठाइरह होला भन्ने सोच्छ होला। भोकको पेट काममा गएर काम गरेर आएर न सुत्न बाँच्छ न खाना बाँच्छ राम्रोसँगले, त्यस्तो दुःख गरेर कमाएको पैसा पठाइरहेछ होइन। त्यसलाई नै एप्रिसिएट गर्नुपर्छ जस्तो लाग्छ। उमेर छ 20-21 वर्षको बच्चा होइन, 20-21 वर्षको बच्चाले के गर्छ त, त्यति साह्रो पनि परिवर्तन गर्छ जस्तो लाग्दैन क्या मलाई। यही ठाउँबाट मैले सुरु गरेँ हो, यही ठाउँबाट, अनि आज म यही ठाउँमै हिँड्दैछु। अनि त्यति हिजोको दिनहरू याद गर्दाखेरि चाहिँ कस्तो लाग्छ भने चाहिँ यो ठाउँमा मैले के गरेको छु भन्ने कुरा मलाई थाहा छ क्या। यहीँनिर यार ट्रेन लेट भएको छ, यही ठाउँमा दौडिरहेको छु म, पेट नि दुखिरहेछ होइन। कतिसम्म भोगेको छु त्यो मलाई नै थाहा छ, त्यो मेरो मनभित्रै छ होइन। अनि सबैलाई त्यही भन्न चाहन्छु म पनि है, तपाईँले तपाईँको घर परिवारलाई सम्झेर, आफ्नो अवस्थालाई सम्झेर चाहिँ दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ, अगाडि बढ्नुपर्छ है। कहिले पनि लाइफमा दुःखहरू धेरै आउँछ तर हार चाहिँ कहिले पनि नखानु होला, सधैँ स्ट्रङ हुनु होला, अगाडि बढ्नु होला, त्यो भन्न चाहन्छु म तपाईँहरूलाई। त्यही हो यार। फाइनली आजको ब्लग चाहिँ यहीँनिर एन्ड हुन्छ। थ्याङ्क्स फर वाचिङ, किप लभिङ मोर। धन्यवाद छ सबजनालाई ब्लग हेरिदिनु भयो। यसरी नै माया गरिदिनु होला हाम्रो MTV स्टेसनमा।